दर्शकबिन अन्ततः जेनजी आन्दोलनका महान शहीदहरूलाई पशुपति आर्यघाटमा लगिँदैछ अन्तिम दाह संस्कारका लागि। यति बेला यहाँहरू देख्न सक्नुहुन्छ यो गाडीमा विनोद महर्जनको शव छ। ललितपुर महानगरपालिकाले यो गाडी उपलब्ध गराएको छ। सबै शहीदहरूको पार्थिव शरीर यसरी लामबद्ध तरिकाले शव यात्रा गरेर पशुपति आर्यघाटमा लगेर अन्तिम दाह संस्कार गराउने यो तयारीका साथ यति बेला शहीद परिवार र आफन्तहरू आफ्नो आँखा अगाडि रहेको यो बाकसमा भौतिक शरीर आफ्नो छोराको शरीर हेर्दै बिस्तारै अगाडि बढेको छ। यो सबै शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। उहाँहरूको बलिदानी र उहाँहरूको त्याग र उहाँहरूको रगतले प्राप्त यो उपलब्धिलाई संस्थागत गर्ने अभिभारा राष्ट्र प्रमुख सुशीला कार्कीको काँधमा परेको छ। अवश्य पनि उहाँबाट नेपाली जनताले ठुलो आशा र भरोसा राखेका छन्। यो गाडीमा शहीद गौरव शाहीको पार्थिव शरीर छ। दर्शक महानुभाव, यो गाडीमा स्वर्गीय वीर शहीद अमर रहून् भन्ने नारा लगाउँदै यति बेला अमर रहून् अमर रहून् यसमा 6वटा पार्थिव शरीर राखिएको छ। महान शहीदहरूको पार्थिव शरीर अमर रहून्। हार्दिक श्रद्धाञ्जली जेनजी आन्दोलनका सबै शहीदहरू अमर रहून्। जेनजी आन्दोलनका सबै शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। देश र जनताको न्यायका लागि अन्याय अत्याचार र व्यथितिको विरुद्ध सडकबाट आवाज उठाउँदा एउटा विद्रोह मचियो। त्यही विद्रोहको उपज 72 जना नेपाली निर्दोष युवाहरूको ज्यान गएको छ। यति धेरै मानवीय क्षतिबाट प्राप्त यो उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने ठुलो चुनौती उभिएको छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको काँधमा पक्कै पनि नेपाली जनताले राखेको आशा र भरोसा यी शहीद परिवारका अनुहारमा कहिले निराशा देख्न नपरोस् र यी उपलब्धिलाई संस्थागत गर्दै नयाँ नेपालको त्यो परिकल्पनालाई एउटा उचाइमा लग्नुभयो भने मात्र मृतक शहीद